Hello everyone, welcome to my channel. Today you will be exploring beautiful Sydney, so stay with me till the end of the video. तास्मानियाको होबर्ट एकदम चिसो ठाउँ। यो चिसो ठाउँमा घामको ज्योति कसलाई न्यानो नहोला र। बिहानको यो न्यानो झुल्किलो घाम ताप्दै हामी होबर्ट एयरपोर्ट जाँदैछौँ। हामी यहाँबाट सिडनी पुग्नेछौँ करिब दिउँसोतिर। अहिले हामी म, बहिनी र मम्मी गरेर 3 जना चाहिँ होबर्टबाट सिडनी जाँदैछौँ। त्यसैगरी मामा र माइजू मेलबर्नबाट सिडनी जाँदै हुनुहुन्छ। हामी सिडनीमा गएर सबैजना भेट्नेछौँ र त्यहाँबाट हाम्रो सिडनी एक्सप्लोरेसन स्टार्ट हुन्छ। हामी कहाँ जान लागेको? Tasmania. सिडनी। Sydney जान लागेको short vacation. सर्ट भ्याकेसन फर 3 days होइन 4 days। यो चाहिँ होबर्ट एयरपोर्ट। अब हामी सिडनी जाँदैछौँ 3 दिनको लागि। फ्राइडे, स्याटरडे, सन्डे र मन्डे। Suspended between earth and sky, I guide the wings through silence, wondering how small the world becomes beneath a boundless blue. हामी यो सिडनी भिजिटको 3 दिनको भिजिटमा चाहिँ के घुम्न भ्यायौँ आजको यो भिडियो लगायत पछि आउनेहरू भिडियोमा राख्नेछु। तपाईँहरूले भरपुर मनोरञ्जन गर्नुहुन्छ, त्यसमा कुनै पनि शङ्का छैन। सो स्टे ट्युन है त। वेलकम टु सिडनी। हामीले बुक गरेको अपार्टमेन्ट चाहिँ एयरपोर्ट र मेस्कट ट्रेन स्टेसन नजिक भएको कारणले गर्दाखेरि हामीलाई एकदम ट्राभलिङको लागि सजिलो भयो र हामी रिफ्रेस भएर खाजा खाइसकेपछि हामी अब घुम्न निस्क्यौँ।
This is Jaffa. Dame tambo. कस्तो लाग्यो एकदम राम्रो लाग्यो सिडनी यतिको धेरै घुमिसकेपछि भोक त लाग्ने नै भयो। हामी चाहिँ अब मामाको साथीहरूलाई पनि भेट्न र डिनर पनि सँगै गर्नको लागि जाँदैछौँ। आजको दिन एकदम रमाइलोसँग बित्यो र भोलि पनि हामी के गर्नेछौँ। भोलिको दिन झन् हाम्रो एकदम एडभेन्चरस हुनेवाला छ, एकदम रमाइलो हुनेवाला छ। हामीले के गर्ने भनेर प्लान गरिसकेका छौँ र भोलि हामीले के गर्छौँ त भनेर चाहिँ हामी अर्को भिडियो लिएर आउनेछौँ। अहिलेको लागि बिदा दिनुहोस्। स्टे सेफ, स्टे हेल्दी।